हाम्रो आज बिहानको खाजामा आज चाहिँ म बनाउँदैछु बासी भातबाट चाहिँ मिठो खाजा। अब यसलाई डाइरेक्ट भुटेर खाँदा हुन्थ्यो, तर यसलाई भुट्दा चाहिँ फेरि हामी सबैलाई पुग्दैन, कम्ती हुन्छ र फेरि रोटी अथवा पराठा बनाउनु पर्ने हुन्छ। डबल काम चाहिँ गर्ने समय पनि छैन अनि मन पनि छैन। त्यही भएर चाहिँ मैले एउटा मिक्सर जार लिएँ र मिक्सर जारमा चाहिँ अब यो भातलाई मैले यसरी खनाइदिएँ र अब यसलाई चाहिँ यहाँ खनाइसकेर जति सक्दो चाहिँ कम्ती पानी हालेर यसलाई चाहिँ मैले पिसेको छु। यसरी मैले यो भातलाई चाहिँ पिसे र अब यसमा फेरि एउटा अन्डा फुटाएर हालेर यसलाई पिसेको छु। यसरी अब यसलाई पनि पिसिसकेपछि चाहिँ मैले एउटा परात लिएँ र यो परातमा चाहिँ मैले यसलाई खनाएँ। अब यसलाई यसमा खनाइसकेपछि मैले यहाँनिर गहुँको आटा हालेँ। त्यसपछि अदुवा र हरियो खोर्सानीको पेस्ट, नुन र हरियो धनिया पत्तालाई मसिनो काटेर हालेँ। अब यसलाई पानी नहालिकन चाहिँ मुस्नुपर्छ। गिलो भयो भने आटा थप्नुपर्छ, टाइट भयो भने हल्का पानी थपेर यसरी मुस्नुपर्छ। मुसिसकेपछि पनि फेरि मैले 1 चम्ची तेल हालेको छु। यसो गर्दा चाहिँ रोटी पराठा एकदमै सफ्ट बनिन्छ। तेल हालेर फेरि मैले यसलाई 1-2 मिनट मुसेको छु। अब चाहिँ समय हुन्छ यसलाई बेल्ने र बेल्नुको लागि चाहिँ रोटी पराठाको जुन नर्मल साइजको डल्ला हाम्रो प्रत्येक घरमा हुन्छ त्यही साइजको मैले डल्ला लिएँ र आटा लगाएर मैले यसलाई बेलेको छु। यसरी नै मैले चाहिँ सबै रोटीहरूलाई बेलेर तयार गरेँ र अब एउटा तावा बसाएँ र तावा जब तात्तिन्छ तब चाहिँ मैले यो रोटीलाई लगाइदिएँ र आफूलाई मन परे अनुसार घिउ अथवा तेल माथिबाट लगाएर चाहिँ यसलाई सेक्नुपर्छ यसरी। अनि यो चाहिँ यसरी मजाले फुलिएर चाहिँ मिठो नरम पराठा बनेर तयार हुन्छ। यो चाहिँ मैले आज बिहान बनाएको थिएँ। यसमा चाहिँ भात पनि छ, आटा पनि छ, अन्डा पनि छ अनि हरियो खोर्सानी अदुवाको पेस्ट योहरू सबै हालेको कारणले गर्दाखेरि चाहिँ यो रोटी अथवा पराठा चाहिँ एकदमै टेस्टी स्वादिष्ट बनेर चाहिँ तयार भएको हुन्छ। र यो चाहिँ कुनै पनि चटनी सस सब्जीहरूसँग खाँदा हुन्छ। मलाई चाहिँ यो खालको पराठासँग चाहिँ खासै सब्जी चाहिँ चाहिँदैन। अनि हामीले चाहिँ यो खाएको थियौँ दही, जसमा चाहिँ मैले बुन्दी हालेको थिएँ, जो चाहिँ एकदमै टेस्टी लाग्छ मलाई रोटी पराठाहरूसँग चाहिँ। थ्याङ्क यू फर वाचिङ।